हेलो, हामी चाहिँ गाउँ टिप्न जान लाग्यो दिदी र म। खोलामा आइपुग्यो, सानो खोलामा। गाउँघरको काम यस्तै छ, कहिले लेक कहिले बेसी। हामी चाहिँ बेसी झरेको गाउँ टिप्नलाई। सानो खोलामा आइपुग्यो, बाटो पनि राम्रो बनेको रहेछ अहिले। खोला आहा खोलामा ओहो आइसेलुको झाङ। हाम्रो दिदी कति राम्रो हुनुहुन्छ हाम्रो दिदी। यस्तो राम्रो हुन्छ अनि यस्तो राम्रो हुन्छ। को गोरा है उसले कालो रे। ओहो खोला के गरी तर्ने होला है, चिप्लेर स्वाट्टखेरि। पौडी खेल्न जस्तो रहेछ। जुत्ता लगाएको मान्छे के गरी जाने? अनि ऊ त्यताबाट जाने। अब त्यहाँ त चिप्लो हुन्छ, ऊ तल ढुङ्गामा टेक्नुपर्छ। ठुलो खोला, म बोकेर लैजाऊँ।